केटी मान्छेले रुँदाखेरि काँध पाउँछ के हामीले रुँदाखेरि कुना खोज्नुपर्छ क्या Oh my God. होइन Oh, हजुर. युआर म्यान तँ त गल्नु हुँदैन तैँले त दुःख देखाउनु हुँदैन तँ त रुनु हुँदैन Yeah. तँ त कहाँ केटा मान्छे हो केटा मान्छे होइन कमजोर हुनु हुँदैन. कमजोर हुनु हुँदैन होइन कमजोर हुनु टाइट केटी मान्छे जस्तो रुन्छस् टाइट केटी मान्छे जस्तो Exactly. रुन्छस् कहाँ रुको या मलाई नो कमन म्यान केटा होस् वा केटी होस् दुःख हुँदा रुन पाउनुपर्छ क्या हामीले पनि इमोसन हो नि. होइन केटा मान्छेलाई चाहिँ काँध नहुने हामीलाई पनि त रुँदा काँध चाहिन्छ हामीलाई पनि स्याबास भनिदिनुपर्छ हामी पनि कहिलेकाहीँ रिसाउँदाखेरि फकाइदिनुपर्छ Yeah. हामीलाई पनि कहिलेकाहीँ पुलपुलाइदिनुपर्छ यार एक्ज्याक्टली. तर एउटा यो कस्तो गलत नजिर छ है जस्तो माया गर्ने कुरामा हुन्छ नि यस्तो कुरा एक्सप्रेसन गर्ने कुरामा चाहिँ जस्तो फर्स्टमा चाहिँ केटा मान्छेले नै गर्नुपर्छ है भन्ने खालको अनि केटीलाई फकाउने भने केटा मान्छेले नै हो होइन केटीले चाहिँ केटा फकाउने होइन क्या उसले फकाउँछ के किन त्यो फकाउने होइन होइन मैले